केही ठाउँहरू मानचित्रमा मात्र हुँदैनन्, ती महसुसमा बस्छन्, जहाँ पुग्न बाटोले होइन हिम्मतले साथ दिन्छ। यो पानी होइन आकाशको प्रतिबिम्ब हो, यो शान्ति होइन आत्माको आवाज हो। तर हरेक सुन्दरता पछाडि लुकेको हुन्छ एक कठिन यात्रा, धुलो, उकालो र नछुट्ने सपना। हामी अनडाइङ राइडर्स नेपाल, डरभन्दा माथि उठ्ने, सीमाना तोड्ने र कथा लेख्ने यात्रुहरू। यो यात्रा गन्तव्यसम्म पुग्न होइन, आफैलाई भेट्न हो। र अन्ततः जब तिमी यहाँ उभिन्छौ, सबै प्रश्नहरू शान्त हुन्छन्। यो हो शे फोक्सुन्डोको यात्रा, अनुभूति जसलाई शब्दले बयान गर्न सक्दैन। अनडाइङ राइडर्स नेपाल, राइड बियोन्ड लिमिट्स प्रस्तुत गर्दछ शे फोक्सुन्डो यात्राको दोस्रो भाग, जहाँ बाटो झन कठिन हुन्छ र यात्रा झन वास्तविक, बुर्तिबाङदेखि त्रिपुराको। अघिल्लो एपिसोडमा हामी बास बसेका थियौं बुर्तिबाङमा, बागलुङ जिल्लाको एक व्यस्त व्यापारिक केन्द्र र ढोरपाटन शिकार आरक्ष जाने मुख्य प्रवेशद्वार। मध्य पहाडी राजमार्ग वा पुष्पलाल लोकमार्गको किनारमा रहेको यो सानो सहर ट्रेकर्स र यात्रीहरूका लागि एक महत्त्वपूर्ण विश्राम स्थल पनि हो। र आज यहीँबाट सुरु हुँदैछ हाम्रो अर्को यात्रा। गुड मर्निङ। आज हाम्रो शे फोक्सुन्डो ट्रिपको डे 2। हामी चाहिँ हिजो बुर्तिबाङमा बसेका थियौँ। अब आज चाहिँ हामी दुनाईको लागि जाँदैछौँ। अहिले चाहिँ टाइम 7 बजेको छ। अब 7:30 बजीतिर निस्किन्छौँ होला रुकुमकोटको लागि। हेर्दै गर्नु होला। हामी हौं अनडाइङ राइडर्स नेपाल। नेपालको प्रत्येक कुना, प्रत्येक बाटो र प्रत्येक कथा खोज्दै हिँड्ने यात्रुहरू। हामीले पाइला टेकिसकेका छौं अन्नपूर्ण बेस क्याम्प, लाङटाङ बेस क्याम्प, लोमानथाङ, नर्थ अन्नपूर्ण बेस क्याम्प, पिक। तर हाम्रो यात्रा अझै सकिएको छैन। आजको दिन सुरु भएको छ बुर्तिबाङबाट। अहिले टाइम 7:42। एकदम राम्रो सिटी रहेको छ यो बुर्तिबाङ। यहाँबाट ढोरपाटन जम्मा 35 किलोमिटर मात्र रहेको छ। अनि स्याटरडे चाहिँ यता सरसफाइ कार्यक्रम हुँदो रहेछ, लोकल कम्युनिटीबाट सञ्चालित सरसफाइ कार्यक्रम छ। राम्रो छ, डाँडाको बिचमा छ। त्यस्तो धेरै गर्मी पनि छैन, त्यस्तो धेरै चिसो पनि छैन। अनि पिक टाइम चाहिँ असार श्रावण भन्नुभएको छ। असार श्रावणमा चाहिँ त्यो एकदम त्यो निलो रातो फुलहरू फुल्ने हुँदा चाहिँ धेरै पिक टाइम आउने हुन्छ। ढोरपाटन घुम्ने हो भने चाहिँ असार र श्रावणतिर आउनुभयो भने चाहिँ एकदम बेस्ट टाइम हो भन्नुभएको छ। अहिले चाहिँ त्यही हो कि केही छैन, सुक्खा छ। अब ब्राउन डाँडा, सुक्खा डाँडा हेर्ने भए चाहिँ जान सक्नुहुन्छ भनेर 1-2 ग्रुप मात्रै छ। खासै धेरै अहिले मान्छेहरू गेस्टहरू पनि हुनुहुन्न रहेछ। होटल पनि खाली छ सबै। तर होटल चाहिँ अलिकति एक्सपेन्सिभ लाग्यो क्वालिटी हेरिकन। अब बिल्डिङ हेरेर मात्रै पैसा दिने हो भने ठिकै हो, तर यस्तो सर्भिसको हिसाबले पैसा दिने हो भने चाहिँ त्यो होटल, अहिले हामी बसेको होटल चाहिँ त्यति वर्थ इट चाहिँ छैन पैसाको हिसाबले चाहिँ। हामीले चाहिँ यहाँ बसेको एउटा रुमको 3500 तिर्यौँ। अनि खानाको चाहिँ 450 पर चिकन खाना। खाना चाहिँ मिठो छ है, खाना चाहिँ मिठो थियो। त्यही हो कि त्यो किरा फट्याङ्ग्राहरू चाहिँ आउने कि किरा फट्याङ्ग्राहरू आउने। अनि अलिकति रुम पनि अलिक डर्टी थियो। अब बुर्तिबाङबाट फर्किसकेपछि अब हामी यहाँबाट
राइट लिनुपर्ने हुन्छ यहाँबाट अब तल उता काठमाडौँबाट आउँदाखेरि चाहिँ यहाँबाट सिधै लेफ्ट लिएर जाने हो। अब हामीले चाहिँ बुर्तिबाङमा बसेको हुँदाखेरि चाहिँ तल चाहिँ अब यताबाट निसी खोला रुकुमकोट 86 किलोमिटर, बुर्तिबाङ 1 किलोमिटर। अब हामी यहाँबाट 86 किलोमिटर टु रुकुमकोट। अब यहाँबाट म रिसेट गर्छु। ओके रिसेट भयो। 86 किलोमिटर टु गो, लेट्स गो। यसपटक हाम्रो गन्तव्य हो नेपालको उत्तर पश्चिम रहस्यमय डोल्पा र अन्तिम सपना सेफोक्सुन्डो ताल। यो हो हाम्रो यात्रा दोस्रो दिन, जहाँ हामी अघि बढिरहेका छौँ बुर्तिबाङबाट त्रिपुराकोटतर्फ। कच्ची र धुलाम्य बाटो, अफ रोड चुनौतीहरू, तर त्यही चुनौतीमा लुकेको छ असली साहसको मज्जा। यो केवल यात्रा होइन, यो अनुभव हो नेपालको जङ्गली सौन्दर्य, दुर्गम भूगोल र वास्तविक रोड कन्डिसनको। यदि तपाईँ पनि यस्तो यात्रा गर्ने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईँका लागि मार्गदर्शन हो। हामी तपाईँलाई देखाउनेछौँ कस्तो छ बाटो, कहाँ पाइन्छ बस्ने ठाउँ, कसरी बनाउने सही आइटिनरी। तपाईँको यात्रा सजिलो बनाउने हाम्रो सानो प्रयास। यो मध्य पहाडी लोकमार्गको कुरा गर्नुपर्दाखेरि चाहिँ हामी बागलुङबाट यस्तै 30-35 किलोमिटर कटुन्जेलसम्म चाहिँ बाटो त्यति चाहिँ राम्रो छैन, अन्डर कन्स्ट्रक्सन रहेको छ। अनि आर्मीको क्याम्प कटिसकेपछि भने चाहिँ बाटो एकदमै मक्खन पाउनुहुन्छ हजुरले। अब 100% राम्रो भनेर चाहिँ भन्दिनँ, अब खाल्टो फुल्टो भन्ने चिज त जहाँ पनि भइहाल्छ। तर एकदमै फाइनेस्ट एकदम हजुरको 60-70-80 स्पिड चाहिँ मिनिमम नै हुन्छ त्यसमा चाहिँ। अनि हामी अब बुर्तिबाङबाट अब रुकुमकोटको लागि जाँदै गर्दा पनि बाटो अलमोस्ट पिच नै छ। कुनै ठाउँमा यस्तो त कुनै ठाउँमा यस्तै अब पहिरो गएर चाहिँ अलिअलि बाटो बिग्रेको छ, तर मोरओभर चाहिँ बाटोहरू चाहिँ एकदमै A1 रहेको छ अहिलेसम्म चाहिँ। पूरा जानकारीका लागि डिस्क्रिप्सनमा दिइएको सबै विवरण अवश्य हेर्नुहोस्, किनभने हामी केवल यात्रा गर्दैनौँ, हामी यात्रालाई सजिलो बनाउँछौँ। अनडाइङ राइडर्स नेपाल, नेपालको सुन्दरता संसारसम्म पुर्याउने अभियानमा। A1 भर्खर अलि राम्रो रमाइलो भइरहेछ क्या। र ट्रेडिसनल घरहरूको बिचमा फेरि एउटा घर क्या, एउटा चाहिँ ढोरपाटन क्षेत्र पार गरेपछि हामी प्रवेश गर्छौं पुष्पलाल मिड हिल हाइवेको सुन्दर खण्डमा। आज हाम्रो लक्ष्य रुकुमको सुन्दर बस्ती पुग्ने, जहाँसम्म पुग्न हामीले करिब 87 किलोमिटर यात्रा तय गर्नुपर्नेछ। यहाँको बाटो सजिलो, फराकिलो र राम्रोसँग कालोपत्रे गरिएको। लामो दूरीसम्म कुनै अफ रोड छैन, राइडलाई सहज र रमाइलो बनाउँदै। घुमाउरो पहाडी सडकहरू, एकातिर हरिया डाँडाकाँडा, अर्कोतिर गहिरा खोजहरू, हरेक मोडले नयाँ दृश्य प्रस्तुत गर्छ। सडकसँगै फैलिएका साना बजार र गाउँहरू स्थानीय जीवनशैलीको झलक दिन्छन्। सफा घरहरू, खेतबारी र यात्रुहरूलाई स्वागत गर्ने आत्मीयता। 87 किलोमिटरको यो यात्रा
थकानभन्दा बढी दिन्छ शान्ति, सुन्दरता र स्वतन्त्रताको अनुभूति। बिस्तारै हामी अघि बढ्दैछौँ रुकुमको सुन्दर भूभागतर्फ र अन्ततः रुकुमकोट, जहाँ प्रकृति झनै नजिक महसुस हुन्छ। यो बाटो कठिन छैन, तर दृश्यहरूले यसलाई अविस्मरणीय बनाउँछ। सबै भ्लगमा एक फेमस हुने ठाउँ पाती हाल्ने भन्ने ठाउँमा पुगेका छौँ। अब रुकुम चाहिँ छुट्टिने चाहिँ चेक पोइन्ट चाहिँ यही हो। अब हामी एकछिन यहाँ चिया खाएर जान्छौँ कि हेरौँ के हुन्छ है। जो मान्छेहरू कोही छैन रहेछ। रुकुम पूर्वमा तपाईँलाई स्वागत छ। सिपहरू काम तापेर बसिरहेको अनि लाली गुराँसको बोटहरू जता जता त्यो चढ्नु मिल्दैन त्यो ठाउँमा मात्रै भरि भराउँछ। जता जता त्यो अब रोडको छेउछाउमा चाहिँ एउटै बाँकी नहुने कुरो चाहिँ सकिसकेको छ। पाटी हाल्ने पूर्वी रुकुमको प्रवेशद्वार। यहाँबाट सुरु हुन्छ फरक अनुभव। अहिलेसम्म सहज र कालो पत्रे बाटोमा यात्रा गरिरहेका हामी अचानक भेटिन्छ धुलाम्मे र अफ रोड सडक। सडकको अवस्था एक्कासी परिवर्तन हुन्छ। राइड अझै चुनौतीपूर्ण बन्दै जान्छ। ओह्रालो झर्दै जाँदा बस्तीहरू पनि कम हुँदै जान्छन् र वरिपरि देखिन्छ शान्त सुनसान पहाडी भूभाग। यो बाटो हेर्दा लाग्छ वर्षायाममा यहाँ यात्रा गर्नु निकै कठिन, सायद जोखिमपूर्ण पनि हुन सक्छ, किनभने यही सडकले जोड्छ रुकुमकोट जस्तो महत्त्वपूर्ण गन्तव्यसँग। त्यसैले यो क्षेत्रको सडक स्तरोन्नति अहिलेको आवश्यकता मात्र होइन, प्राथमिकता हुनुपर्छ। तर यिनै चुनौतीबीच हामी अघि बढिरहेका छौँ, अझै गहिरो नेपाल अनुभव गर्न। बाटो फेरि अट्खा दामी क्या फेरि अहिले चाहिँ। बुर्तिबाङबाट करिब 60 किलोमिटरको यात्रापछि हामी पुग्छौँ लुकुम गाउँ, एक लुकेको रत्न। लुकुम गाउँ पूर्वी रुकुमको भूमे गाउँपालिकामा अवस्थित यो घना बस्ती भएको मगर समुदायको सुन्दर गाउँ हो। ढुङ्गाका परम्परागत घरहरू, आफ्नै मौलिक संस्कृति र वरिपरि फैलिएको पहाडी दृश्यहरू लुकुमलाई बनाउँछन् साँच्चीकै विशेष। मध्य पहाडी लोकमार्गसँग जोडिएपछि यो गाउँ अझै पहुँचयोग्य बनेको छ, तर अझै पनि यसले आफ्नो मौलिकता जोगाएर राखेको छ। लुकुम, जहाँ प्रकृति, संस्कृति र शान्त वातावरण एकै ठाउँमा अनुभव गर्न पाइन्छ। यात्राको बीचमा भेटिने यस्तो ठाउँले हाम्रो यात्रा झन यादगार बनाउँछ। हामी अहिले काँक्री बजार आइपुगेका छौँ। पेट्रोल हाल्नु पर्ला। हामी काँक्री बजारमा फुल ट्याङ्की गऱ्यौँ है। यहाँ पनि फुल ट्याङ्की गर्ने ठाउँ छ। 215 लिँदो रहेछ यहाँ चाहिँ। मेरो चाहिँ 1200 को गयो, हरिको चाहिँ 1000 को। सैपातुङ आर्टिफिसियल झर्ना बनाएको ठाउँ पुग्यो हामी। झर्ना क्रसिङ यसो पखाले जस्तै हुन्छ, यो छिराइदियो पानीभित्रै। नाइस। दमैबाट स्ट्रेट दमै। स्कुल एरिया। रुकुम किङ भेहिकल अफ रुकुमहरू एकदम
खत्रै के खत्रै ए खुट्टा यस्तो छ ए ट्राभल गर्दाखेरि यसरी यसरी राखेर ट्राभल गर्नुहोस् कस्तो त रमाइलो हुन्छ पछाडि बस्ने मान्छेलाई ओके अब लुक थोड़ा भिडियो खिचौँ रुकुमकोटको भिडियो खिचौँ रुकुमकोट हामी रुकुमकोट पुग्यो रुकुमकोट बजारले हजुरलाई स्वागत गर्दछ हामीले 88.5 किलोमिटर ट्राभल गरिसकेपछि हामी रुकुमकोट आइपुग्यौँ हामी अब यहाँ एकछिन बस्छौँ चिया नास्ता गर्छौँ अनि फेरि ट्राभल गर्छौँ अहिले हालत चाहिँ यस्तो छ बाइकको ल ओके यसो रुकुमकोट बजार पनि एक्सप्लोर गरौँ भनेर ओके बाइकहरू वर्कसपहरू पनि रहेको छ है यता यसो बनाउनु पर्ने छ भने बजार क्षेत्र आउँछ त युजली भ्लगमा चाहिँ यहाँ मान्छेहरू चाहिँ यहाँबाट चाहिँ तल चाहिँ यो अफ रोड चाहिँ जान्छन् यो लेक सिटी होटेलमा बसेको हुन्छ अब हामी यहाँ होटेलमा एक्स्ट्रा केही पनि छैन हामी अनि यो अफ रोड पनि जाँदैनौँ हामी हाइवे नै हान्छौँ रुकुमकोट अहिले टाइम चाहिँ 11:20 भएको छ हामीले ब्रेकफास्ट ब्रेक लियो भन्नु पर्ला अब खानाको लागि चाहिँ थोरै पर्खेर तल्लो बगरमा खाने भन्ने कुरा भएको छ अब यहाँबाट मुसिकोट 20-25 मिनटमा पुगिन्छ कि लेट्स सी बाटो राम्रो छ भन्नुभएको छ त्यही भएर यही बाटो जानला अरू बेलामा तलको बाटो देखाउँ जान्छन् अरू चाहिँ अनि मुसिकोट भएर जानु बाटो सब ठिक छ टाइम पनि बचत हुन्छ उतातिर बाटो खोज्दै जानुपर्छ त्यहाँभन्दा यहीँबाट जानु भनेर चाहिँ हामी यहाँबाट जाँदैछौँ है ल हजुरहरूले युजली यो भ्लगहरूमा चाहिँ देख्नुहुन्न आल सो यो रुकुमकोटबाट थोरै माथि चढ्दै गर्दा यो पहिरो जाने एरियामा चाहिँ पुग्दो रहेछ यस्तो भिडमा पनि रोड चाहिँ बनाएको ठिक छ राम्रो सङ्ग्रे खोला पुल ठ्याक्क 10 किलोमिटर पछि मुसिकोट रुकुम पश्चिममा हजुरलाई स्वागत छ तीर्थ स्मृति पर्यटन पार्क ओ बिस्ट अफ मिड हिल हाइवे भन्दा हुन्छ यो सफा टेम्पोलाई यहाँ हामी चाहिँ अहिले शीतल पोखरी पुगेका छौँ अब यहाँबाट अलिकति कन्फ्युजन छ बाटो ओके यहाँबाट हामी तल जानु पर्ने हुन्छ सिमली बजारको लागि हामी अब तल जाँदैछौँ म चाहिँ अब हामी यहाँबाट तल लिनुपर्ने हुन्छ यहाँबाट माथि जाने होइन तल जाने है
1.5 किलोमिटर पछि हामी मुल्मी खोला पुलमा आइपुगेका छौँ। मुसिकोट नगरपालिका वार्ड नम्बर 13 रुकुम पश्चिम हार्दिक स्वागत गर्दछ। ओके वी आर गोइङ अप। लास्टै गर्मी हो नि हो, लास्टै गर्मी। पसिनाभित्र त चटचट चुइसक्यो। विन्ड सिटर लगाएको, विन्ड सिटरबाट गएर हावा के अरे गर्मी बाहिर नआउने, पसिना चटचट चट्काइसक्यो। त्यही तातोलाई अब पुरा त्यो शीतल गर्नको लागि कुदाइरहेको छ, कुदाउँदैन तातो हावा आइरहेको छ। सिमली बजार (141 km), टाइम 12:45। सिमली तर्यौँ। सिम्पली बजार पार गरेपछि अब हामी मोडिन्छौँ फेदी ब्रिजतर्फ। यहाँबाट हाम्रो यात्रा नयाँ दिशामा मोडिन्छ, रिम्नातर्फको बाटो। अहिलेसम्म हामीले करिब 143 किलोमिटर यात्रा पूरा गरिसकेका छौँ र अब बाँकी छ केवल करिब 5 किलोमिटर। थकान बढ्दै गए पनि गन्तव्य अझ नजिक हुँदैछ। साना गाउँहरू, नदी पार गर्ने पुलहरू र पहाडी बाटोको अन्तिम खण्ड यात्रालाई अझ रोमाञ्चक बनाउँदै लैजान्छ। रिम्ना अब धेरै टाढा छैन, हामी लगभग पुग्नै लागेका छौँ। हामी रिम्ना आइपुगेका छौँ। यो चाहिँ दुईवटा त्रिवेणी, ठुलो भेरी र सानो भेरी मिक्स भएर बग्ने ठाउँ हो यो। त्यो स्विमिङ खेल्दा मान्छेहरू होइन। चलन चल्तीमा रहेको ठुलिङ्गे पुल चाहिँ यो थियो। अनि त्यसपछि मोटरेबल पुलको लागि चाहिँ अहिले एकदम ठुलोवाला पुल बनाइदिइसकेको छ यहाँ अगाडि। ठुलो पुल। रिम्ना कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लाको भेरी नगरपालिकामा अवस्थित एक पहाडी बस्ती हो। यो बस्ती नेपालको राजधानी काठमाडौँबाट करिब 319 किलोमिटरको हवाई दूरीमा पर्छ। यो बस्ती समुद्री सतहबाट करिब 779 मिटरको उचाइमा फैलिएको छ र वरिपरि हरियाली पहाड, खेतबारी र भेरी नदीको आसपासको उपत्यकाले यसको सौन्दर्य झन बढाएको देखिन्छ। यात्राको दृष्टिले हेर्दा रिम्ना पश्चिम नेपालका दुर्गम जिल्लाहरू, विशेष गरी डोल्पातर्फ जाने मार्गको एक महत्त्वपूर्ण मोड जस्तै पनि हो, जसले यसलाई ट्राभल र मोटरसाइकल यात्रामा रुचि राख्नेहरूका लागि अझै रोचक बनाउँछ। रिम्नामा शेफुक्सुन्डो यात्राका लागि आवश्यक पर्ने धेरैजसो आधारभूत सामग्रीहरू सहजै पाइन्छन्। यो स्थान पश्चिम नेपालका दुर्गम क्षेत्रतर्फ जाने यात्रुहरूका लागि एक महत्त्वपूर्ण आपूर्ति केन्द्र जस्तै मानिन्छ, जहाँ यात्रा सम्बन्धी सामान, खाद्यान्न तथा दैनिक आवश्यक वस्तुहरू किन्न सकिन्छ। विशेष गरी डोल्पा जिल्लाको दुनै तथा शेफुक्सुन्डो जाने बाटोमा पर्ने विभिन्न गाउँहरूका लागि आवश्यक सामग्रीहरू यहीँबाट खरिद गरी लैजाने गरिन्छ। त्यसैले रिम्ना केवल एउटा बस्ती मात्र नभई दुर्गम भेगतर्फको यात्राको तयारी गर्ने महत्त्वपूर्ण बिन्दु बनी हो, जहाँबाट यात्रुहरूले आफ्नो अगाडिको कठिन यात्राका लागि आवश्यक सबै व्यवस्था मिलाउने गर्छन्।
हामीले कालीमाटीबाट पुल पार गर्नुपर्ने थियो, तर बाटो नबुझेर हामीले गलत मोड लिएर अर्को गाउँतर्फ लाग्यौँ। त्यस क्रममा हामी करिब 40 किलोमिटर अफरोड यात्रा गर्न बाध्य भयौँ, जहाँ न कुनै स्पष्ट बाटो थियो न त बाटो देखाउने सङ्केत चिन्हहरू नै। बाटोमा स्थानीय मानिसहरू पनि भेटिएनन् जसले सही दिशा देखाउन सकुन्। पछि हामीले आफू गलत दिशामा गएको थाहा पाएर फेरि कालीमाटीतर्फ नै फर्कियौँ। यसरी स्पष्ट साइनबोर्ड र मार्ग निर्देशनको अभावका कारण हाम्रो करिब 3 घण्टाको समय पूर्ण रूपमा खेर गयो। यात्रा सहज बनाउन र यस्ता समस्याहरू दोहोरिन नदिन स्थानीय निकाय र सम्बन्धित सरकारी निकायहरूले मुख्य मार्गहरूमा स्पष्ट साइनबोर्ड र निर्देशनहरू राख्ने व्यवस्था गर्नु अत्यन्त आवश्यक देखिन्छ। यो नै त्यो मोड हो जुन तपाईले मिस गर्नु हुँदैन। हामीले यही गलत मोड लिएर पुल नै छुटायौं। नलगढ बेली पुलदेखि तल्लु बगर झोलुङ्गे पुलसम्म करिब 26 किलोमिटरको यो यात्रा हाम्रो यात्राकै सबैभन्दा सहज खण्ड जस्तो लाग्यो। कालीमाटी हुँदै अघि बढ्दै जाँदा कालो पत्रे सडक, छेउछाउका बस्तीहरू, हरियालीले भरिएको वातावरण, थकान बिस्तारै हराउँदै गयो र मन फेरि ताजा भयो। रिम्नादेखि टल्लु बगरसम्म सामान्यतया 1.5 घण्टाको यात्रा, तर गलत मोडले हाम्रो बाटो मोडिदियो। केही समय हरायौँ, अपरिचित बाटोमा भौतारियौँ र अनपेक्षित अफरोडले हामीलाई नयाँ अनुभव दियो। तर यात्रा यही हो, कहिले सहज, कहिले चुनौतीपूर्ण। बाटो हराए पनि यात्रा कहिल्यै रोकिन्न। ठूलो अपेक्षासहित हामी पुगेका थियौँ, पहेँलो ढुङ्गा झरना। तर सिजनको सुक्खापनले त्यो बहाव नै हराइसकेको रहेछ। सायद यो यात्राकै सबैभन्दा सुन्दर झरना हुन सक्थ्यो। तर आज प्रकृतिले हामीलाई अर्को कथा देखायो। यात्रा सधैँ योजना अनुसार हुँदैन। अब हामी अघि बढ्दैछौँ, तल्लो बगर बजारतर्फ। दुनै पुग्नु अघि यो अन्तिम ठूलो बजार। यहाँबाट सकिन्छ कालो पत्रे सडक। एक समय थियो तल्लो बगरमा मोटर गुड्ने कुनै पुल थिएन। यही झोलुङ्गे पुल थियो यात्रुहरूको एक मात्र विकल्प। सुलीगढ र दुनैतर्फ पुग्न मानिसहरू, बाइकहरू सबैले यही पुल पार गर्थे र त्यहाँबाट मात्रै भेटिन्थ्यो अर्को यात्राको साधन। आज अस्थायी मोटर पुल बनेको छ र स्थायी कङ्क्रिट पुल निर्माण हुँदैछ। तर हामीले रोज्यौँ पुरानै बाटो, यो झोलुङ्गे पुल। डर र रमाइलो दुवैको मिश्रण थियो। हल्लिदो पुल, तल बगिरहेको नदी र प्रत्येक पाइला एक नयाँ अनुभव। यो केवल पुल पार गर्नु होइन, यो थियो आफ्नै डरलाई पार गर्नु। हाम्रो यात्रा जहाँ साहस बिना यात्रा अधुरो लाग्छ।
तल्लो बगरबाट यात्रा अघि बढ्दै हामी पुग्यौं त्रिवेणी बजार 8 बिस्कोट नगरपालिका 6। यसपछि खादाङ गाउँमा र हामीले आफ्नो यात्रा विवरण, पहिचान र सम्पर्क नम्बर दर्ता गर्यौं। बाटो अझै अगाडि बढ्दै जान्छ। श्रीबिन्दे हुँदै करिब 48 किलोमिटरको अफरोड यात्रा पार गर्दै अन्ततः हामी पुग्छौं त्रिपुराकोट। यो यात्रा सजिलो थिएन। घुलो, उकालो, अप्ठ्यारो मोडहरू। दिउँसोको समय बाइक चलाउन सबैभन्दा गाह्रो समय हो। कम प्रकाश र अफरोड अनुभवले छोटो दूरी कभर गर्न धेरै समय खर्च भयो। हामीले त्रिपुराकोट नजिकै 2 गहिरा नदी पार गर्यौं। त्यो अहिलेसम्मको सबैभन्दा डरलाग्दो पक्ष थियो। भोलि हामी अझै अघि बढ्नेछौँ। केवल 9 किलोमिटर सुलीगढ सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जको प्रवेशद्वार र त्यहाँबाट अझ 3 किलोमिटर हामी पुग्नेछौँ दुनै। अफरोड सकिँदैन, कथा अझै बाँकी छ। कष्टकर 3 घन्टाको 2.5 घन्टाको बाटो पछि पुग्यो त्रिपुराकोट। खाना खान जाँदैछौँ। ओके, वेलकम टु द जङ्गल। खाना रेडी भयो? थ्याङ्क यू भेरी मच। आज के भयो? आज समराइज गरिदियो। यति ढिलो हुनुमा के कस्तो भएको थियो? कतिचोटि मैले चाहिँ समय राखेँ होइन। अनि उसले छिटो जाउँ भन्यो कि मलाई। अनि म चाहिँ त्यही अब छिटो कसरी अब जान सकिन्छ त्यहाँबाट। ढुङ्गा थियो नि त, पानी आइरहेको थियो। अनि ढुङ्गामा टेकेर होइन, त्यो ढुङ्गै चिप्लो थियो होला कि। अनि मोबाइल पनि यसरी समाइरहेको थिएँ, मोबाइल पनि पानीमा, म पनि यस्तो। म यसो लडाएँ हो नि, मेरो आधी लुगा त भिजेको हो, यो लुगा नि भिज्यो, आउँदै सुकेको। आजको यात्रामा बुर्तिबाङदेखि त्रिपुराकोटसम्म हामीले करिब 272 किलोमिटर पार गर्यौं। यद्यपि वास्तविक दूरी भने करिब 231 किलोमिटर मात्र थियो, जसमध्ये झन्डै 45 किलोमिटर कठिन अफरोड यात्रा। थकान थियो, तर उत्साह अझै बाँकी छ। भोलि हामी पुग्नेछौँ सुलीगढ। त्यहाँबाट हाम्रा बाइकहरू विश्राममा रहनेछन् र सुरु हुनेछ सेफोक्सुन्डो तालतर्फको पैदल यात्रा। अहिलेसम्म साथ दिनुभएकोमा धन्यवाद। यदि भिडियो मन पर्यो भने सब्स्क्राइब, लाइक र कमेन्ट गरेर तपाईलाई मन परेको सबैभन्दा राम्रो क्षण शेयर गर्न नभुल्नुहोस्। हाम्रो यात्रा अझै बाँकी छ। अर्को भागमा फेरि भेटौँला सेफोक्सुन्डो तालको यात्रामा।